न्याय दिनु सक्छ कि सक्दैन राजाले? हामी जन्मिनुभन्दा पहिल्यै अहिलेको कुरा यहाँ सुन्नु न, तपाईँको उत्तर दिँदैछु, तपाईँको उत्तर म दिँदैछु। कस्तो खालको यहाँ सुन्नु न, हामी जन्मिनुभन्दा पहिल्यै न्याय नपाए गोर्खा जानु भने हो किन? कोही गोर्खा गएर हो कि होइन, हो कि होइन भन्नु न। गोर्खा गएर के न्याय पाए? राजा गोर्खाली होइन, राजा गोर्खाली होइन। राजदरबारभित्र राजाकै हत्या हुने शासन कसरी सम्भव हुन्छ यहाँ? वो राजावादी नै होइन, उहाँ पालनवादी भइसक्यो, पालनवादी भइसक्यो। उहाँ प्लेट गयो, सकियो त्यो प्लेट। अनि 10 वर्षसम्म ज्ञानेन्द्र सरकार चलाउँदाखेरि राजा वीरेन्द्रको हत्या किन पत्ता लागेन? देशभक्त राजा मर्दाखेरि वीरेन्द्रको हत्या किन पत्ता लागेन? साथी उहाँको राजा वीरेन्द्र मर्दा किन हत्या पत्ता लागेन? हो यहाँ सुन्नुहोस्, हाम्रो देशमा यहाँ सुन्नुहोस् है, क्लियर सुन्नुहोस् है, हाम्रो देशमा एमसीसी, एसपीपी, अर्को आईएसपी, यो कसको एड? अमेरिकाको एड। अमेरिकाको एडबाट नेपालका नेताले पैसा खाने, राजाले भने नमान्ने, अनि राजालाई इन्टरनेसनल कम्युनिटीको एजेन्टहरू मिलेर वीरेन्द्र गोवंश सिद्ध्याए है। यहाँ सुन्नुहोस् है, अनि गद्दीमा को राजा गएन? यहाँ सुन्नु न मेरो कुरो, इन्टरनेसनल कम्युनिटीहरूसँग मिलेर, इन्टरनेसनल ब्रोकरहरूसँग मिलेर एउटा राजाको वंश सिद्ध्याए। अनि यहाँ सुन्नु न, अनि ज्ञानेन्द्रलाई कसरी गद्दीमा पुर्याउनुहुन्छ तपाईँ? अर्को राजा घटना कालक्रमले गद्दीमा गएर बसे, तिनी पनि अहिले गद्दीमा बस्या भए नि। राजा ज्ञानेन्द्र, कोमल, युवराज हिराज, पारस सरकार, नवयुवराज हृदयेन्द्र सरकार, यिनीहरूलाई नै अन्तर्राष्ट्रिय कम्युनिटीले गोली हानेर मारेर पशुपतिमा खरानी बनाइसक्थे। राजाले गद्दी छोडेर जानले गर्दा बच्या हो।